अहिले नेपालमा जताततै झोले ट्रेन्ड चलेको रहेछ हैन। अनि यी नेताका झोला बोक्नेहरूलाई चाहिँ सकेसम्म गालीदेखि लिएर हरेक कुरा गरिँदै रहेछ। त्यो मलाई एकदम सही लाग्यो क्या। यिनै झोला बोकेको कारणले गर्दाखेरि हामी नेपालीहरू यो स्थितिमा आउन बाध्य भयौँ र खोला नाला हरेक चिज पुलहरू नबनेकोले गर्दाखेरि अहिले जति मान्छे मरिरहेका छन् त्यसमा पुरानो सरकारको सम्पूर्ण दोष छ नै। र हामी नेपाली जनताहरूले पनि अब चाहिँ के गर्नुपर्छ जस्तो लाग्यो भने जति पनि यी पार्टी पुराना पार्टीहरूले गर्दाखेरि देश बिग्रेको हो भन्ने कुरो त सबैलाई थाहा छ। ती पार्टीका पछि लागेर हिँड्ने साथीभाइ इष्टमित्र आफन्त जोसुकै हुन् तिनीहरूलाई एकदम मजाले थर्काउने गाली गर्ने हरेक कुरा गरेर तिनीहरूलाई त्यो पार्टीबाट विस्थापित गर्ने कोसिस गरौँ अनि मात्रै हाम्रो देश बन्छ। अनि भ्रष्टाचारीहरूलाई चाहिँ बहिष्कार गरौँ।